एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी भ्लग। अन्त आजको भिडियो चाहिँ के हो भने चाहिँ आज चाहिँ मम्मी र छिची चाहिँ आउनुहुँदैछ यहाँ सिलगढी म भएकोमा। सो त्यो भएर चाहिँ मैले भिडियो बनाएको हो। अन्त दिल्लीबाट आएकोदेखि म दिल्लीबाट फर्केकोदेखि चाहिँ मम्मीलाई भेटेको थिइनँ अन्त आज चाहिँ फर्स्ट टाइम भेट्दैछु हो, कति महिना बाद। अन्त आइएम सो एक्साइटेड। अन्त अब तपाईँहरूलाई चाहिँ खाना पनि बनाइसकेँ मैले। अब चाहिँ तपाईँहरूलाई एकैचोटि मम्मीहरू आएर भेट्छु। बाई बाई। यो चाहिँ मम्मीहरू आइपुगेर पनि हो भिडियो गर्नु चाहिँ अलिकति लेट भयो, खाना खाँदैछ। यहाँनिर चाहिँ सुमी छिची हो, यहाँ मैले बनाएको थिएँ चिकनहरू, त्यस्तो खास त केही बनाएको थिइनँ। अन्त यहाँ चाहिँ मेरो, अन्त यहाँ चाहिँ डल्ले खोर्सानी ल्याइदिएको रहेछ उताबाट हो। अन्त अब योसँग चाहिँ म पनि खाएको। अब चाहिँ मम्मीले डल्ले खोर्सानी ल्याइदिएको रहेछ हो, यो डल्लेको सिजन होइन तर पनि यो पाकेर चाहिँ भाउजूले पठाइदिएको रहेछ। यहाँनिर अन्डा पनि ल्याइदिएको रहेछ, बस्तीको धनियाँ हो। अन्त यहाँ सिमल तरुल पनि ल्याइदिएको रहेछ। फ्रिजमा हाल्नु न। यो छुर्पी यस्तो त मिठो हुन्छ त। यो चाहिँ पुरा खानु मन थियो मलाई, सो त्यो भएर मैले ल्याइदिनु ल भनेको थिएँ, ल्याइदिएछ। यहाँनिर चाहिँ उयोहरू छ, अन्त ख्याप्सोहरू, लोसारको ख्याप्सो हो। यो चाहिँ तोरीको साग। एन्ड यहाँ चाहिँ छ करेन्टहरू ल्याइदिएको रहेछ।